नमस्कार सम्पूर्णलाई। म आज एउटा सामग्रीको चाहिँ अनबक्सिङ गर्न गइरहेको छु। त्यो सामग्री के होला भन्दाखेरि म देखाउँछु, तपाईँहरूले हेरेर के कस्तो छ प्रतिक्रिया दिनुहोस् है त। मैले चाहिँ यो DJI को माइक मिनी भनेर अर्डर गरेको थिएँ। यो के कस्तो छ मैले पनि खोलेर चाहिँ हेरेको छैन, कस्तो रहेछ तपाईँहरूसँगै बसेर चाहिँ अनबक्सिङ गरौँ भनेर सानो भिडियो बनाउँदैछु। त्यो हेरेर इन्जोय गर्नु होला है त। ल यसलाई सुरुमा यो खोलेको पनि छैन, यसलाई खोलौँ के कस्तो रहेछ हेरौँ। यहाँभित्र के एसेसरिजहरू पाउँदो रहेछ। खोल्ने कताबाट हो त फेरि? के कस्तो रहेछ, म एक्साइटेड छु के कस्तो छ भनेर, सामान कस्तो हुँदो रहेछ। अब माइक बिना नै भिडियो बनाउँदाखेरि चाहिँ नोइजहरू, यो साउन्ड पोल्युसन जस्तो अलिक भिडियोमा राम्रो आउँदैन रहेछ। अब यो युज गरेपछि चाहिँ राम्रो आउँछ भन्ने भिडियो पनि मैले हेरेको थिएँ, त्यही भएर लिएको छु। एकचोटि हेरौँ के पाउँदो रहेछ यसमा। ओहो वाह वाह वाह, राम्रो छ राम्रो। सुरुमा चाहिँ यो रहेछ पाउच यसभित्र, यसमा होला सायद माइक चाहिँ के कस्तो छ हेरौँ है त। अनि यहाँ नर्मली पाउने भनेको चाहिँ यो बुक रहेछ, अनि एउटा स्टिकर, बुक र स्टिकर पाउँदो रहेछ। ठिक छ, यसलाई पनि राख्ने बतामा सर खोलौँ। पुरै प्रिमियम फिल भइरहेछ, अलिक राम्रो छ। ल DJI को ब्रान्ड रहेछ। यो चाहिँ पाउच हो, यसमा चाहिँ के छ त खोलेर हेरौँ। सुरुमा यो के भन्छ यसलाई, डर टाँसिएको छ त के हो यस्तो। यो विन्स भन्छ होइन त, यो चाहिँ माइकमा लगाएर ठ्याक्क नोइज चाहिँ कन्ट्रोल गर्ने। यो 4वटा हुँदो रहेछ, यो चाहिँ एउटै कलरको, अनि अर्को ब्ल्याक कलरको। यो चाहिँ माइकमा लगाएर यसले गर्दा चाहिँ सुपर नोइज, बाहिरको साउन्डहरू चाहिँ अलिक पोल्युसन चाहिँ कन्ट्रोल हुन्छ होला। ल ठिक छ, यसलाई यहाँ राखौँ। अर्को के छ, अर्को यो ज्याक रहेछ, टाइप सी टाइप 4 ज्याक रहेछ। यसलाई मैले खोलिनँ, त्यति युज हुँदैन। अर्को के छ त, यो आयो है। अब चाहिँ यो हो क्या मेन सामग्री भनेको चाहिँ यो। यसलाई स्याट्ट खोलौँ। ओहो साउन्ड सिल प्याक छ। अब यसको सिल चाहिँ म आफै खोल्छु। लाइक यस्तो तल पेस्ट अनलक हो, यो त उकाउनै पऱ्यो। पेस्ट अन फिलिङ मजाको भाइ आयो। के अनलक यस्तो, अरे वाह। यहाँ चाहिँ यो माइक, DJI को मिनी माइक एकदमै सानो रहेछ। अनि यो पछाडि चाहिँ म्याग्नेट। अरे यो त सोचे भन्दा पनि डह्रो छ त, यहाँ म्याग्नेट हुन्छ भन्ने चाहिँ थाहा थियो मलाई। त लास्ट उकाउनै नसक्ने रहेछ, उकाउन चाहिँ नसकिने रहेछ। यस्तो स्लाइड गर्न मिल्छ होला सायद, स्लाइड गरेर स्मार्ट। यहाँ पनि DJI को लोगो रहेछ, स्लाइड गरेर चाहिँ सकिने रहेछ। यो चाहिँ यसरी लगाउन सकियो। साउन्ड पनि डह्रो आइरहेको छ, एकदम झर्दैन यो ठ्याक्क लगाएपछि म्याग्नेटले भयो। अर्को चाहिँ यहाँ चिप्न पनि मिल्ने रहेछ, यसरी चिप्न सकियो। यो चाहिँ माइक, यो 2टा आउने रहेछ। यो माइक भयो, यसमा पनि सेम म्याग्नेट छ। म्याग्नेटमा यसरी चिप्काउन पनि सकियो, टाँस्न पनि सकियो, नभए यसरी क्लिप गर्न पनि सकियो रहेछ। अब यो चाहिँ यहाँ हाल्ने, यो चाहिँ चार्जिङ बक्स पनि भयो। यहाँ पनि म्याग्नेट रहेछ, ट्याक्क टाँसिने रहेछ। अनि यो चाहिँ एउटा रिसिभर, यसलाई चाहिँ रिसिभर क्यामेरा भयो। फोनहरूमा चाहिँ यो एट्याच गरेर चाहिँ नोइजहरू कन्ट्रोल गर्न सकियो। यो रिसिभर हो।
यसमा पनि डिजाईकै लोगो छ। अनि यो साथसाथै अब यहाँ भनेको एउटा के आउँछ त भन्दाखेरि यो पनि म्याग्नेटै रहेछ, यो एडप्टर। यो चाहिँ यो उसमा यो रिसिभरमा चाहिँ यो एडप्टर लगाएर क्यामेरामा नभए फोनमा चाहिँ यो लगाउनु टाइप सी पुट हुने जतिमा लगाउन सकियो। यो टाइप सी एडप्टर चाहिँ रहेछ। आइफोनको पुरानो भर्जनमा चाहिँ लगभग नमिल्ने रहेछ। अर्को यसलाई चाहिँ जस लिन मिल्छ अर्को भन्ने पनि सुनिएको छ। यसलाई चाहिँ कसरी युज गर्ने त, यो तान्ने रहेछ, यो तानेर यहाँ खोलिने रहेछ। अनि यसमा चाहिँ यसरी लगाउने, यसरी हो त। फेरि मलाई ठ्याक्कै थाहा छैन, पहिलोचोटि युज गर्दैछु म पनि। यहाँ चार्जिङ पोर्ट पनि रहेछ। यसमा चाहिँ चार्ज हुन्छ कि के हो, यो टाइप सी रहेछ। ठिक छ, चार्जिङ पोर्ट हो। यो चाहिँ यहाँ लगाउन पाइयो। यसरी कसरी हो यार, ठ्याक्कै थाहा छैन मलाई। थाहा नहुँदा चाहिँ अलिक उता त होइन होला है, यताबाट हो त छैन यस्तो होइन, यताबाट यसरी चाहिँ हो क्या अरे। यो पनि होइन त, कसरी लगाउने हो त यार, यसरी नै हो, यसरी नै रहेछ। ल ठ्याक्कै यसरी लगाएर यो चाहिँ एडप्ट गर्न सकियो। तपाईँको फोनमा या टाइप सी पोर्ट हुन्छ नि, जेमा पनि गरेर चाहिँ यो युज गर्न सकियो रिसिभर। यसमा चाहिँ अब यहाँ नम्बर पनि देखाएको छ। यो चाहिँ कन्ट्रोल गर्ने होला, नोइज कन्ट्रोल भनेर पनि गर्ने रहेछ। अब के कस्तो हुन्छ यसको युज होइन, कस्तो के कस्तो राम्रो छ छैन, त्यो चाहिँ म यो भिडियो पछि रिभ्यू पनि दिन्छु यसको कस्तो छ भन्ने। अहिले अनबक्सिङ मात्रै हो। यसलाई चाहिँ जस्तो थियो त्यस्तै नै मैले राखिदिन चाहेँ। अहिले मलाई खासै युज गरिहाल्नु छैन। यो निकाल्नै पो गाह्रो रहेछ, बिग्रिने पो हो यार, के हो यो। ल यस्तो चाहिँ रहेछ। यसलाई फेरि यो बिर्को पनि बन्द गरिदिएँ मैले। कताबाट थियो यार यो बिर्को खोल्ने भने। ल यो लाग्यो। यसलाई यहाँ राखिदिएँ मैले, जस्तो त्यस्तै नै राखिदिएँ। यो पनि म्याग्नेट रहेछ, ठ्याक्क लगाएर म्याग्नेट। अब यहाँ ल रहेछ। अनि यहाँ चाहिँ अर्को एक्स्ट्रा यहाँ सानो प्वाल पनि छ, देखेको छ छैन, यहाँ चाहिँ सानो प्वाल छ। हो त्यसमा चाहिँ तपाईँको आइफोनहरूलाई चाहिँ ठिक्क आइफोनको एडप्टरहरू हुन्छ नि, हो त्यो चाहिँ यहाँ एट्याच गरेर राख्न नि सकिने रहेछ। त्यो बक्स चाहिँ यस्तो गुडवाला छ, फिलिङ गुड, राम्रो छ, ठिक छ। ल अबको भिडियोमा चाहिँ यसको रिभ्यू के कस्तो हुन्छ होइन, यसको युज कस्तो छ, पर्फर्मेन्स कस्तो छ, हो त्यसको नि रिभ्यू दिन्छु म। अहिले चाहिँ यो छोटो मिठो अनबक्सिङ हेरेर प्रतिक्रिया दिनुहोस् है त। तपाईँलाई नै मन छ भने डिजिआईको मिनी चाहिँ किनेर युज गर्न सक्नुहुन्छ। प्राइस पनि ठिकै छ, राम्रो पनि छ भन्ने लागेको छ। अब अर्को रिभ्यू चाहिँ कस्तो हुन्छ भनेर दिन्छु। यहाँ चाहिँ टाइप सी पोर्ट पनि रहेछ, यहाँ चार्ज गर्न सकियो। ल हस् त, धन्यवाद।